ल है साथीहरु भर्खर एउटा भारत बेन्च पल्टेछ यहाँ लोड गाडी अहिले भर्खर जस्ट 2-3 मिनेट हुँदैछ गाडी यसरी पल्टेछ। यो भनेको भीम पौडेल करसर जाने बाटो भीम पौडेलको यो भारत बेन्च हो। भर्खर पल्टेछ यसरी कसरी पल्ट्यो अचम्म लाग्यो। यस्तो छेउछेउमा आएको छ ब्रेक नलागिकन ब्रेक लागेन अरे छेउछेउबाट यहाँबाट यसरी झर्यो। फेरि साउरो पनि रहेछ। दर्शकहरू छन् यता सबै रमाइलो हेर्ने। अब फाइनली निस्किने बेला भयो गाडी गियर लाउनु त एकछिन पहिले गाडी चाहिँ खेलाउनु क्या मोबिल सबै यता आएको छ। खेलाउनु एकछिन तातो गर्नु। मोबिल सबै पल्टेछ कि त्यही भएर अब जे भए पनि लुकिङ ग्लास ठिक पार्नु न। हावा भर्नु हावा भर्यो तानो के गरेको त्यो यहाँ डाला झन्डै फुट्छ। हुँदैन कहाँ छ डाला झन् बुमसुम सबै फुट्छ। अगाडि पल्ला गर्छ गर्दैन गरम आउँदा तल आएर डोरीले तान्दा चाहिँ के हुन्छ अब त्यो ठुलोले तल आएर तान्ने हो नि त तोतलले तान्ने हो नि त तल आएर यो माथि आएर हाइटोले उठिहाल्यो नि त त्यो भन्नु त जान्छ तोतल लाएर तोतल लाउनु न त्यो बुम त
जान्छ टोचन लाउनुपर्छ बुम त जान्छ त्यसरी त बुम त्यत्रो माथि उठेछ यहाँ अनि ओढ्छ त्यत्रो हाइड्रो पठाउँछु भन्दा त पर्दैन भनेको छ अनि अहिले बिग्रियो भने मार्दैन मलाई यो अलिकति थोरै बेल्ट हो कसले बेल्ट चाहिँ डबल पारा